हामी चाहिँ आज यता पाथी हाल्नतिर सल्यानको पाथी हाल्नतिर बालो लिएर आछौँ है दुईटा गाडी। यहाँ चाहिँ बाटो रोइन्छ अनि मेसिनले चाहिँ नयाँ कटिङ खनेको छ। एकदमै ठाडो बाटो छ भर्खर खनेको है। हामीले चाहिँ गाडी चढ्दैन भन्दा पनि एकदम चढ्छ भनेर जिद्दी गरिरहेछन्। 2 घन्टा भयो बस्न लाग्यो। अब गाडी सारी फर्काएर राख्यौँ। चढ्छ कि नै गाडी हेरौँ के कस्तो हुन्छ होइन। पहिला चाहिँ मैले ट्राई हान्दैन फेरि। अर्को गाडी छ अगाडि, एक पछाडि छ। हामी चलाउने मान्छे भन्दा पनि है देख्ने मान्छे अनि यहाँको काम बालो मगाउने मान्छे एकदम जान्ने के ए चर्छ ए अर्कोले हाल्छु भन्छ। ल यहाँ चाहिँ भर्खरै बाटो खन्दैछ है जेसिबीले। यहाँ माथिदेखि यता यहाँ डाँडो छ अनि डाँडोबाट नै सिधै लाने अरे तलतिर। भर्खर खन्दैछ बाटो पनि लगभग ठाडो नै छ। हामीले चाहिँ गाडी चढ्दैन भनिरहेछौँ है पहिलेदेखि नै। त्यही पनि बाटो बनाइरहेको छ मेसिनले। हेरौँ गाडी चढ्छ कि नै पछिसम्म के हुन्छ भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला। यस्तै भिडियोको लागि सब्सक्राइब गर्नु होला। हेरौँ अगाडि के हुन्छ। ठङ्गी फुट्ला र अर्को विवाद होला फेरि। एकदम न्यू कटिङ भयो है ल हेर्दै। यहाँनिर पनि यस्तो छ बाटोको अवस्था। हामी चाहिँ बालो ल्याएर आछौँ। गाडी नछिर्ला नचर्ला जस्तो छ अवस्था। हेरौँ चलो ल ट्राई गरौँ चढ्छ कि नै। ये तो आओगे वीडियो बनाने जाओ। इच्छा माटो यहाँ पुगेन क्या यसलाई। इच्छा माटो पुज्नु पर्ने भयो। है गाइस यति ठाडो जस्तो पनि मानिन्न है मानिन्छ। र भर्खरै खनेको कटिङ हो यो। अझ मिलाउँदैछ खनेर नसकेर। अब मैले त झारे जसो तसो होइन। अर्को गुरुजीको पालो छ है के हुन्छ। गाडी आज त मेसिन छ गाडी नचढे पनि। भोलिबाट चाहिँ मेसिन हुँदैन। बोल्नुपर्ने ठाउँ यही हो। यदि भिडियो मन परेमा लाइक अनि सब्सक्राइब चाहिँ गरिदिनु होला। अर्को गुरु ल है गाइस हामी चाहिँ गाडी खाली गरेर फर्किन लागिसक्यौँ है। 2वटा गाडी। ल भिडियो मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला।